हेलो गाइस, आज चाहिँ हामी मोमो खाने भएको छ है, कम्ती बेसी हैन। अन्त आज नानीहरुको रिजल्ट पनि थियो। अन्त हाम्रो नानी स्मृति थापा चाहिँ फर्स्ट पोजिसन आएछ। त्यही भएर चाहिँ उलाई मोमो खानु, हिजोदेखि मोमो खानु मन परेको छ भन्दै थियो कि। अन्त मोमो खुवाइदिउँ भनेर चाहिँ, यो सुजी आटा हो हेल्दी, यसले चाहिँ ग्यास्ट्रिकहरु पनि हुँदैन हो। मैदा चाहिँ अहिले अलिक उयो ग्यास्ट्रिक प्रब्लमहरु त्यो हुनेहरुलाई हुँदैन भनेर चाहिँ हामी चाहिँ आटा, यो सुजी आटा भन्छ यसलाई है, सुजी आटा लिएर आएको छु आधी केजी हो। अन्त यति बनाउनु आँटेको, हेर्दै गर्नुस् होला है। आज चिकन पनि मिक्स गर्ने हो, चिकन अन्त बन्दाकोपी छ, क्याबेज हो। अन्त बनाउने छु, हेर्दै गर्नुस् होला। सो अब चाहिँ किमाहरु पनि रेडी हुँदैछ। यहाँ यता चिकन छ है, त यहाँ प्याज रेडी हुँदैछ। अब कोपीको किमा गर्नु छ। मासु निकाल्नु चाहिँ साह्रो छ, हड्डी बेसी भएर हो चिकनको। त्यस्तो कुखुराको मासु यस्तो हुन्छ, सुँगुरको मासु भएको सजिलो हुन्छ। हड्डी पनि काट्नु पर्दैन। कोपी चाहिँ के तपाईँ काट्दिनु नि? बाक्लै जस्तो चिथो। अब हाम्रो किमा पनि सबै काटेर रेडी भइसकेर पनि अब मिक्स गरेको, मिक्सिङ हुँदैछ। टेस्ट चाहिँ कस्तो हुन्छ है तपाईहरुलाई म भरै देखाउँछु, हेर्दै गर्नुस् होला। चिकन, क्याबेज, अनियन र के पो छ त्यति नै है। लसुन पनि हाल्दैछ है, गार्लिक पनि एड गर्दैछ। गार्लिकको पेस्ट चाहिँ यति छ, यसलाई एड गर्दैछ। कम्ती बनाएको है हामी, कम्ती छ त्यही भएर। जिन्जर चाहिँ एड नगरेको है, जिन्जर खाँदैन त्यही भएर जिन्जरहरु चाहिँ युज हुँदैन हाम्रो चाहिँ। सो गाइस, अब चाहिँ रेडी भइसकेको छ हाम्रो यो किमा, मिक्स भइसकेको छ है। अब यता डो चाहिँ यता रेडी छ, अब बनाउनु स्टार्ट गर्ने है। आजको लागि यति नै, मेरो सानुको लागि, सानु स्मृतिको लागि है फर्स्ट भएको छ यो हाम्रो स्मल सेलिब्रेसन गर्देको। फर्स्ट आएकोमा उलाई पनि खुसी लागोस् भनेर चाहिँ। अब चाहिँ यो डोलाई म डल्लो मसिनो डल्लो पार्दैछु बेल्नुको लागि। रेडी हुँदैछ हाम्रो मोमो, हेर्दै गर्नुस् है। बनिँदैछ मोमो चाहिँ हाम्रो, दुईजना बनाउँदैछ, म चाहिँ बेल्ने। चिकन मोमो आज स्मल सेलिब्रेसन है नानीको लागि। मोमो चाहिँ बनाइसक्यो, अब स्टिम हुँदैछ। अनि यता अचारको लागि टमाटर पनि पाक्दैछ है। क्युकम्बर र टमाटरको मिक्सरमा मिक्स गरेर चाहिँ अचार बनाउन लागि कस्तो हुन्छ। फर्स्टमा म हाल्दैछु यो 3टा डल्ले खोर्सानी हरियो है। अन्त यहाँ छ हाम्रो काँक्रा काटेको। अचार चाहिँ कस्तो हुने हो हेरौँ है। यस्तो छ, पिस गरेको छु मैले है। यो काँक्रा चाहिँ हाम्रो आँगनमै फलेको हो। अन्त आज चाहिँ काँक्राको अचार खाने भयो मोमोसँग, कस्तो हुन्छ है। अब काँक्रा हालिसकेर म एड गर्दैछु टमेटोस है। टमेटोस छ त मजाले धुएरै पकाएको थियो, त्यही भएर चाहिँ यो कभर ननिकालेको है। हुन्छ होला यतिको। टेस्ट चाहिँ कस्तो हुने हो, फर्स्ट टाइम ट्राई। अन्त यता मोमो पाक्दैछ हाम्रो, स्टिम हुँदैछ। सो गाइस, फाइनली अचार पनि रेडी भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, यस्तो हुँदो रहेछ है। टेस्टमा चाहिँ कस्तो हुने हो, यस्तो छ।
काँक्राको अचार है मोमोसँग कस्तो हुन्छ टेस्ट। पिरो गनाइरहेको छ, गन्दा पनि पिरो आउँदैछ। उटीको चाहिँ भयो, अब मोमोसँग ट्राई गर्नुपर्छ। सो फाइनली अब चाहिँ मोमो पनि रेडी भइसक्यो र अहिले चाहिँ हामी खानु लागेको है। यता हाम्रो सानो चाहिँ यहाँ छ, खाँदैछ है। टेस्ट कस्तो छ भनिदिनु। मिठो छ, यहाँ अचारले त फ्यान्टास्टिक भएछ। दामी भएछ, स्पेसियल भएछ। स्पेसल भएको छ यम्मी यम्मी। आज चाहिँ काँक्राको अचारसँग खाएको। आज यति नै, आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ सबैजनालाई। बाई बाई। हाम्रो पेजलाई यसरी नै सपोर्ट गरिरहनुहोस्। बाई बाई।